सिस नेपाल सिन्धुलीलाई म धन्यवाद भन्न चाहन्छु। अनि यता सुन्नु न, अनि जस्तै कार्यक्रम फेरि फेरि पनि यसै गरी आइरहोस् पाइरहोस्। तर मासु चाहिँ कस्तो छ आज? मासु त आज खसीको हो, बाख्राको होइन। सुरुवातमा यहाँ दुईजना बहिनीहरू खाजा खाँदै हुँदै रहेछ। हेलो नमस्ते। हेलो नमस्ते। हजुरहरूको नाम? मेरो सुषमा तामाङ, उहाँको वर्षा थाहा चाहिँ मैले भन्नुपर्ने हो। अनि हजुरहरू यो खाजा खाँदै हुनुहुन्छ, कस्तो प्रकारको के वनभोज हो कि पिकनिक हो कि कुनै टुरिस्ट जस्तै अन्तैबाट आएर खानुभएको हो कि यति धेरै मान्छे हुनुहुँदो रहेछ? हजुरहरू केही हामीले जानकारी पाउन सक्छौँ? एकदमै किन नसक्ने होइन। आज चाहिँ यहाँ वातावरण दिवस हो नि त, अनि आज चाहिँ हामीलाई सिस नेपालबाट बिरुवाहरू मतलब दिनुभएको थियो नि, अनि वृक्षारोपण कार्यक्रम। हजुर, अनि हराभरा हजुर त्यो रोपेर आयौँ, अनि उहाँहरूले नै खसी काटेर खाजा दिनुभयो, हामी खाँदैछौँ। अनि अनि विद्यार्थीहरूलाई तपाईँहरूले के बुझ्नुभयो कि यो वातावरण हराभरा बनाउने, हरियाली बनाउने, वातावरण उज्यालो सरसफाइ राख्नुपर्ने भन्ने कारणले चाहिँ तपाईँहरूले के बुझ्नुभयो? अब वातावरण भनेको यस्तो हो, वातावरणले गर्दा नै हामी मानिसहरू अहिलेसम्म होइन बाँचिराखेको छौँ, हामीलाई संरक्षण भइरहेको छ। वातावरण भएन भने जस्तै हामीले अब उदाहरणको लागि लिउँ होइन, हामीले धेरै नै वन फडानीहरू गर्छौँ, आगो लागि गर्छौँ, बाढी पहिरोहरू धेरै गइरहेको हुन्छ नि। यो चाहिँ के को कारणले हो भन्दा नि हामीले अब यो वातावरणलाई चाहिँ एकदमै क्या हेलचेक्राइ गरे जस्तो गर्थ्यौँ क्या पहिला। जे भयो नि अब यताउता रुख बोट बिरुवाहरू काट्ने होइन, त्यहाँदेखि लिएर चुरोट बेडीहरू खाने, वन जङ्गल डढेलो लगाइदिने। त्यसको कारण चाहिँ हामीलाई के हुन्थ्यो भने त्यसको बेफाइदा चाहिँ बाढी पहिरो जाने, अनि घरजन धनको क्षति हुने, यस्तै हुन्थ्यो। त्यसैले वातावरणलाई चाहिँ संरक्षण गऱ्यौँ भने वातावरणले नै हाम्रो जिन्दगी अड्काइरहेको छौँ यो मानव जीवनमा। त्यसैले यही भन्न चाहन्छु। भनेपछि तपाईँलाई वातावरण रहे त हामी रहे भन्ने भावनाहरू यो सिस नेपालबाट तपाईँहरूले बुझ्नु भयो। सिस नेपाललाई तपाईँहरू के भन्न चाहनुहुन्छ? दुईजनै तपाईँहरू वर्ष तामाङ यता बस्ने, तपाईँहरू दुईजना के भन्न चाहनुहुन्छ सिस नेपाललाई? सिस नेपाललाई चाहिँ के भन्न चाहन्छु भने उहाँहरूले हरेक मतलब वर्षमा मात्रै नभएर महिनामै उहाँहरूले हामीलाई धेरै सरसहयोगहरू दिइरहनु भएको छ होइन।